नेपाली भाषा साहित्य कला र संस्कृति संरक्षणका लागि भन्दै साहित्यकारहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। साहित्यकारहरू सम्मिलित अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यालय इनरुवा सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई एकसाथ ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुग्ने गरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई संस्थाका अध्यक्ष झोटन मेहता सहितका पदाधिकारीहरूले माग र सुझाव सहितको ज्ञापन पत्र पठाएको हो। साहित्य कला चलचित्रको नाममा रहेको चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारको स्वामित्वमा रहेको साहित्यकार निकायहरूमा प्रतिस्पर्धाबाट प्रमुख, कुलपति, उपकुलपति, सदस्यहरू नियुक्ति गर्नुपर्ने, सबै क्षेत्रमा, सबै तहमा, सबै भाषा, कला, साहित्यको संरक्षणमा ध्यान दिनुपर्ने, साहित्यमा पनि नयाँ नेपालको अनुभूति दिलाउनु पर्ने लगायतको माग राख्दै ज्ञापन पत्र बुझाएको हो। उक्त ज्ञापन पत्रमा चलचित्र बोर्ड नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्धनको लागि जिम्मेवार सरकारी निकायको रूपमा समेत अनुभूति दिलाउने गरी काम गर्नुपर्ने सुझाव दिएको छ। 6 बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले आफ्नो माग अगाडि सारेको हो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा साहित्यकार लीलानाथ सिलवाल सहितको उपस्थिति रहेको थियो। संस्थाका प्रमुख सल्लाहकार एसएन मेहता, आजीवन सदस्य टंक भेटवाल, मैथिली गायक भागवत मण्डल, संस्थाका महासचिव राधा चौधरी, महिला अभियानी जय नारी अस्मिता पराजुली, सरीलाल चौधरी, शिक्षक एवं साहित्यकार लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, पत्रकार जय कृष्ण यादव लगायतको सहभागिता रहेको थियो। उक्त सहभागितामा दिएको ज्ञापन पत्र बुझेर आफू सम्बन्धित निकायमा पठाइदिने प्रजीले बताउनुभयो। कला संस्कृति को टिमका साथीहरूले एकदम महत्त्वपूर्ण विषयवस्तुहरू उठाएर यो ज्ञापन पत्र बुझाउनु भएको छ। कला संस्कृतिको क्षेत्रमा चाहिँ महत्त्वपूर्ण मुद्दाहरू यहाँ उठेका छन्। यो सराहनीय छ वास्तवमा र यहाँ उठाएका विषयवस्तुहरूलाई जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्रीय स्तरमा जुन हिसाबले तपाईँले चाहिँ ज्ञापन पत्र दिनुभएको छ, मैले तत्त निकायमा चाहिँ फरवर्ड गर्नेछु। बाट नियुक्ति गर्नुपर्ने सुझाव तथा सहितको यो पत्र बुझाएका छौँ। अहिलेसम्म राजनीतिक पहुँच र शक्तिका आडमा भएको नियुक्तिका कारणले कैयौँ प्रतिभा बाहिर नआउँदै हराएको अवस्थामा रहेको, त्यसलाई ध्यानमा राखेर चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारको प्राज्ञ क्षेत्रमा कला, साहित्य र चलचित्र सहितको योग्यता, क्षमता, योगदान र संस्कृति संस्कार सहितको समावेशितालाई ध्यानमा स्वच्छ, निष्पक्ष र धाँधली रहित रूपमा प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने र नयाँ नेपालको अनुभूति दिलाउन जरुरी रहेको छ। नेपाली भाषा लगायत नेपालका अन्य भाषाहरू, तिनमा लेखिएका साहित्य, संस्कृति, सामाजिक शास्त्र एवं दर्शन